यो भिडियो त तपाईले सामाजिक सञ्जालमा देखि नै रहनु भएको होला। विभिन्न देशका राष्ट्र प्रमुखहरू युएनको एसेम्ब्लीमा बोल्न जाँदा नपाएको सम्मान नेपालका राजा महेन्द्र वीरविक्रम शाहदेवले पाएका थिए। त्यस्तै भर्खरै मात्र मृत्यु भएकी बेलायती महारानी एलिजाबेथ द्वितीय पनि राजा महेन्द्रकै पालामा उनको निम्तोमा पहिलो पटक नेपाल आएकी थिइन्। महेन्द्रको निम्तोमा विभिन्न राष्ट्र प्रमुखहरू नेपाल आउने मात्र होइन, राजा महेन्द्र समेत अन्य राष्ट्रको भ्रमणमा जाँदा उनले विशेष सम्मान र स्वागत पाउने गर्थे। यो भिडियो राजा महेन्द्र अमेरिका गएको बेला त्यति बेलाका राष्ट्रपति लिन्डन बेन्स जोन्सनले उनलाई अमेरिकामा गरेको स्वागत हो। यसरी नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने मात्र होइन, सम्मानित र महत्त्वपूर्ण राष्ट्रको रूपमा स्थापित गर्न सफल भएका राजा महेन्द्र कसरी यस्तो शक्तिशाली बने त? भर्खरै मृत्यु भएकी बेलायती महारानी एलिजाबेथ द्वितीयसँगको उनको विशेष सम्बन्ध, उनले आफ्नो कार्यकालमा के काम गरे र के कुरामा विवादित बने र उनको मृत्यु किन अहिले पनि रहस्यमय मानिन्छ त? आज हामी यही विषय